हाई एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो भाइरल नहुने ब्लगमा। म चाहिँ यहाँ बढार्दै छु अनि यहाँ चाहिँ मेरो छोरा चाहिँ चस्मा लाउँदै रुँदै छ अनि यहाँ मेरो बहिनी चाहिँ भाडा मार्दै छ। म पनि बहिनीलाई भाडा मार्न सघाउँदै छु। मेरो चाहिँ यो अस्तिकै ब्लग हो तर म भर्खर बनाउँदै छु। बनाउन पनि अल्छी लाग्छ क्या, लाइकै आउँदैन, भ्युज नै आउँदैन। अनि यहाँ चाहिँ पिठो कुट्दै छन् अनि यहाँनेरि चाहिँ जुम्रा हेराहेर हुँदैछ। यहाँ चाहिँ सालीको जुम्रा धेरै पर्यो भनेर यहाँ बिन्जु चाहिँ यस्तो रिसाइरहेको छ, उसलाई के नपुगेर हो। अनि हामी चाहिँ जान आँटेको थियौँ कान्छी दिदीकोमा रेडी भएर। अनि हामी चाहिँ सिटी बोलाएर गयौँ अनि मेरो छोरा चाहिँ पछाडि बसेर बाई गर्दैछ। अनि हामी चाहिँ बुढी खोला आइपुग्यौँ अनि दिदीको घर पनि आइपुग्यौँ। अनि यहाँ दिदीलाई चाहिँ सबैजनाले नमस्ते नमस्ते भन्दै हुन्थ्यो, दिदी पनि यहाँ नमस्ते फर्काउँदै हुन्थ्यो। अनि यहाँ कामरा चाहिँ कति खुसी भइरहेको छ नक्कली कपाल लगाएर, उसको चाहिँ कपाल छैन नि त। अनि यहाँ मक्ख पर्दैछ नक्कली कपाल लगाएर। अनि यहाँ भेना चाहिँ यहाँ बसिरहनु भएको छ। अनि यहाँ चाहिँ अब दिदीले अब ज्वाइँहरूलाई यहाँ स्ट्रिम दिँदै हुनुहुन्छ, जाने बित्तिकै यहाँ भिडियो नखिच भन्दै हुन्छ तर म चाहिँ खिच्दैछु। अनि त्यसपछि मैले पनि खाएँ डिउ, अनि त्यसपछि खाएँ आइसक्रिम। अनि यहाँ चाहिँ खाना बनाउने पालो आयो अनि म चाहिँ यहाँ सब्जीको लागि मसला रेडी गर्दै थिएँ। अनि यहाँ चाहिँ हाम्रो दिदीले चाहिँ यति प्रगति गर्नुभएछ कि साग रोपेर। अनि यहाँ चाहिँ म चाहिँ दिव्यांशी बनाउँदैछु। अनि यहाँ चाहिँ म चाहिँ अब माछा बनाउन आँटेको छु। अनि माछा चाहिँ हाम्रो दिदीले लिएर आउनुभयो बजार गएर। अनि यहाँ चाहिँ हुँदैछ माछा फ्राई। अनि हामीलाई चाहिँ छिटै फर्किनु थियो, त्यही भएर हामी चाहिँ यहाँ खाँदै थियौँ। अनि यहाँ ज्वाइँहरू पनि खाँदै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ कामना र बेन्जु पनि खाना खाँदैछन्। अनि यहाँ चाहिँ हाम्रो पनि पालो आयो। अनि यहाँ एकजना ज्वाइँ चाहिँ नखाने अरे, अनि हामीले चाहिँ खायौँ, मिठो भएको थियो एकदम। अनि खाइसकेपछि चाहिँ हामी चाहिँ अब घर फर्किन आँट्यौँ। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु। अनि यहाँ चाहिँ मेरो दिदी चाहिँ नजाऊ नजा बस बस भन्दै हुन्छ र पनि हामी चाहिँ नटेरिकन होइन हामी जान्छौँ भने चाहिँ भिडियो नखिच भन्दै हुन्छ र पनि म चाहिँ यहाँ खिच्दै थिएँ। अनि हामी चाहिँ गयौँ बाई बाई भनेर।